ओके कौडा नाचका साथीहरु चाहिँ एउटा हाम्रो फुल धर्के मयूर ओके कौडा नाचका साथीहरु तपाईं चाहिँ चिन्ता गर्नुहुन्छ भने त्यसमा अहिले प्रधानमन्त्रीज्यूलाई कौडा ताली बजाएर सम्मान गर्नु हार्दिक अनुरोध फर्केको धान नाची के हुन्छ होइन कुरा गरेको विमोचनका लागि चाहिँ सम्पूर्ण पुस्तकहरू चाहिँ तयारी अवस्थामा बाँधिनु अनुरोध गर्न चाहन्छु। विमोचनका लागि आज हामीले नेपाल मगर सङ्घ केन्द्रीय समितिले चाहिँ प्रकाशन गरेको मगरहरूको आदिवासी मगरहरूको घर भन्ने एउटा किताब छ। अर्को मगर राष्ट्रिय गानका लागि सहभागी शब्दहरूको सिर्जना भन्ने अर्को किताब छ। त्यसै नेपाल मगर विद्यार्थी सङ्घको मुखपत्र मगर विद्यार्थी आवाज वर्ष 27 अङ्क एक किताब छ। अर्को माइना ढोकामुद्वारा लिखित मगर जातिको भन्ने यो किताबलाई चाहिँ विमोचनका लागि तयारी अवस्थामा चाहिँ मञ्चमा ल्याइदिन अनुरोध गर्न चाहन्छु। त्यस्तै नेपाल मगर सङ्घ वैदेशिक शाखा इजरायलद्वारा निर्मित मगर भाषा संस्कृतिको 3D एनिमेसन कुनै भिडियो जो माघे सङ्क्रान्तिकै सेरोफेरोमा रहेर संस्कार संस्कृतिहरूलाई किन संरक्षित गर्ने भन्ने यो के अरे ज्ञानवर्धक एउटा चाहिँ भिडियो छ जसलाई हामी आज हामी उद्घाटन गर्नेछौँ। त्यसको लागि चाहिँ तयारी गरिदिन म अनुरोध गर्न चाहन्छु। र हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यूलाई मयूर नृत्यले फुलको गुच्छाबाट हामीले चाहिँ वेलकम गर्ने सहयोग गरिरहेको छ। मयूर नृत्यका साथीहरू अगाडि स्टेजमा तपाईँ आइहाल्नुहोस्, यदि समय कम छ। यदि हाम्रो कौडाका साथीहरूलाई यो समय मिलाउन समय लाग्छ भने त्यो कौडाका के अरे मयूर नृत्यका साथीहरू तपाईँहरू मञ्चमा आइदिनु अनुरोध गर्न चाहन्छु।
आदान प्रदान कार्यक्रममा विशिष्ट अतिथिको आसन ग्रहणका लागि नेपाल सरकारका शिक्षा मन्त्री माननीय महावीर पुन मगरज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँको आगमन सँगसँगै मैले पुनः आसन ग्रहणलाई जोड्ने कुरा यहाँको माझमा राख्दै अर्का विशिष्ट अतिथिको रूपमा नेपाल मगर सङ्घ केन्द्रीय समितिका निवर्तमान अध्यक्ष अन्तर्राष्ट्रिय मगर महासङ्घका अध्यक्ष श्री नवीन ढोका मगरज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी नेपाल मगर सङ्घ केन्द्रीय समितिका संस्थापक महासचिव राष्ट्रिय सभा कोही बस्ने खोतिर काम विशिष्ट अतिथिको आसन ग्रहणका लागि पूर्व उप प्रधानमन्त्री माननीय विजय कुमार बक्सदारज्यू आउनु भएको छैन। उहाँ आएसँगै हामी उहाँलाई अतिथिता गराउने नै छौँ। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुनका लागि पूर्व मन्त्री तेजुलाल चौधरीज्यू हामीमाझ आइसक्नु भएको छ। उहाँलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी हामीमाझ पूर्व मन्त्री माननीय गोविन्द चौधरी पनि आइसक्नु भएको छ। उहाँलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक यसै गरी हामीमाझ पूर्व मन्त्री माननीय गुलमान घिसिङज्यू पनि हाम्रो कार्यक्रम स्थलमा आइसक्नु भएको छ। उहाँलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्न चाहन्छु।
यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुनका लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष अतिथि श्री रेशम गुरुङ हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी अतिथिकै आसन ग्रहण गरिदिनुका लागि नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष गोल्जे लामा शेर्पाज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी तामाङज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी अतिथिको आसन ग्रहणका लागि सरकारका सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यतामा हुने कार्यक्रम यहाँ सबैलाई थाहा छ। त्यसै गरिकन हामीसँग थुप्रै विशिष्ट अतिथिहरू हुनुहुन्छ। हामीसँग थुप्रै वैदेशिक कूटनीतिकका चाहिँ पाहुनाहरू पनि हुनुहुन्छ। उहाँहरू सबैलाई हामी चाहिँ आसन ग्रहण गराउन गइरहेको बेहोरा जानकारी गराउँदै आजको यो हाम्रो कार्यक्रमलाई अर्थात् नेपाल मगर सङ्घ केन्द्रीय समितिले आयोजना मैले अघि नै भनेको छु आसन ग्रहणको क्रम जारी नै रहनेछ। यतिखेर हामीसँग विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभाका माननीय यमुना रोका मगरज्यू हाम्रो कार्यक्रममा आइसक्नु भएको छ। उहाँलाई विशिष्ट अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। हाम्रो अतिथिहरूको आगमन सँगसँगै मैले आसन ग्रहणलाई जोड्ने कुरा यहाँहरूको माझमा राख्छु। र अब नेपाल मगर सङ्घ केन्द्रीय समितिको चाहिँ हाम्रो निम्तोलाई स्वीकार्दै पाल्नुहुने सम्पूर्ण अतिथिज्यूहरू र यो शुभकामना आदान प्रदान कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न पार्न उपस्थित हुने तपाईँ सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई आयोजक समितिको तर्फबाट शब्दद्वारा स्वागत गरिदिनु हुन नेपाल मगर सङ्घ केन्द्रीय समितिका श्रद्धेय सह-अध्यक्ष श्री गङ्गा थापा मगरज्यूलाई ड्यासमा आमन्त्रण गर्न चाहन्छु। गङ्गा थापा मगरज्यू। त्यस कारणले हामी यो भव्यताको साथ यसो हेर्दाखेरि मगरहरू रमाउनु मात्र निस्केको छैन। नेपालको संस्कृतिलाई अमूर्त संस्कृतिलाई बचाउनको निम्ति हामी समुदायको स्तरबाट तपाईँ हामीहरूले एक गोजी काटेर जम्मा गरेको पैसाबाट यसरी कार्यक्रम मनाइरहेका छौँ र हाम्रो संस्कृति बचाइरहेका छौँ। तर दुर्भाग्य कुरा यस्तो कार्यक्रम हुँदै गर्दाखेरि राज्यबाट आजसम्म एक पैसा पनि यसो गर्नुपर्छ भनेर यो संस्कृतिमा लगानी गर्ने सोच बनाएन। हामीलाई दुःख लागिरहेको छ। हामीले धेरै ठुलो कुरा केही मागेको छैन। हामीलाई राज्यको एक किसिमको अभिभावकत्व भइदियो हुन्थ्यो भन्ने हो। यहाँहरूसँग अनुरोध गर्न चाहन्छु, यहाँनिर हाम्रो कार्यक्रम जुन किसिमले हामी प्रस्तुत गरिरहेका छौँ, हाम्रो अर्ग्यानिक चिजहरू दिइरहेका छौँ। यो राज्यले लगानी गरेर गर्नुपर्ने संस्कृति जोगाउनु पर्ने, तर एक रुपियाँ पनि संस्कृति मन्त्रालयमा गयो, संस्कृति विभागमा गयो, एक रुपियाँ बजेट छैन भन्छ। राज्य कहाँ चुक्यो? दुर्भाग्यको कुरा हेर्नुहोस्, हामीहरूलाई अमूर्त संस्कृतिहरू हामीले हाम्रो बचाउन नसक्दाखेरि, हाम्रो भन्न नसक्दाखेरि मलाई लाग्छ यहाँनिर हाम्रो युनेस्कोको प्रतिनिधि आउनु भएको छ। आजसम्म युनेस्कोमा हाम्रा कुनै पनि अमूर्त संस्कृति बस्यो यति बेलासम्म हाम्रो खबरदारी कार्यक्रम पनि हो। यो तपाईँहरू सचेत हुनुहोस्। थुप्रै कुराहरू गुन्द्रुकको अमेरिकाले प्याटेन्ट राइट लिन्छ, हाम्रो बारीको भित्र पाखामा हुने उम्रिने तितेपाती जापानले प्याटेन्ट राइट लिन्छ। यो कार्यक्रम गर्नलाई यसो 2-4 हजार 2-4 लाख सहयोग गर्नुपर्ने सरकार भन्दाखेरि हामीसँग बजेट छैन र विभिन्न किसिमको थुप्रै अवरोधहरू बाधाहरू देखाउँछ र हामीलाई टार्न खोज्छ। खबरदार, अबदेखि यसो भयो भनेदेखि हामी यो
20 लाख तपाईँहरूले भनेको तथ्याङ्कले भनेको यो मिथ्याङ्क भन्छौँ। हामी 40 लाख मगरहरू लगायत सम्पूर्ण आदिवासीहरू अब चुप लागेर बस्नेवाला छैनौँ, हामीले सुनिरहेका छौँ। अर्को सालदेखि यही टुरिङ हेल्प पनि हामीहरूलाई यो कार्यक्रम गर्न चाहिँ नदिने कि भन्ने क्वेसन उठिराखेको छ अरे। देखाइदिए हुन्छ सरकारले हामीहरूलाई कहाँ जानुपर्छ, हामीले हाम्रो चाड मनाउने ठाउँ कहाँ हो। होइन भने यतिको ठुलो पर्व मेला महोत्सव लाग्दाखेरि यहाँनिर अलिअलि खानपान हुन्छ, किनबेच हुन्छ, व्यापार हुन्छ, त्यति गर्न पाउनुपर्छ 2 दिनको लागि भन्दाखेरि पनि यो यहाँनिर राज्यलाई अशान्ति हुन्छ भनेदेखि खबरदारी गर्न चाहन्छौँ। हामीहरूलाई देखाइदियो, हामी त्यहाँ गएर गर्छौँ। होइन भनेदेखि टुडी खेल हामी सधैँ कब्जा गरिरहनेछौँ। र यहाँसँग निवेदन गर्न चाहन्छु, तपाईँहरूलाई लाग्ला हामीहरूले उठाइरहेको आवाज हाम्रो कुरा प्रधानमन्त्री समक्ष सुनाउनु भने प्रधानमन्त्रीज्यूलाई बोलाउँ भनेको यहाँनिर उहाँको समय नमिल्यो। यो सबै कुरा भन्न मन थियो। अब यहाँनिर यदि भोलि हाम्रो अमूर्त संस्कृतिहरूलाई सही ढङ्गले अभिलेखीकरण गरिएन भनेदेखि 3 वर्ष अगाडि हामी मगर सङ्घको अगुवाईमा पर्यटन मन्त्रालय, संस्कृति पर्यटन मन्त्रालयसँग सहकार्य गरेर अहिले हामीले एउटा चरणमा पुऱ्याएका छौँ। हाम्रो भूमि पर्व कौरा नाट्यले विभिन्न अमूर्त संस्कृति व्यापक छ, तिनीहरूलाई हामी सबै नेपालीको सम्पत्तिको रूपमा यहाँनिर सूचीकरण गरौँ भन्ने अभियानको एउटा पाइला पनि हो। यो यहाँहरूलाई निवेदन गर्न चाहन्छु। र यहाँहरूलाई नलागोस्, विशेष गरेर राज्य सञ्चालकहरूलाई यो नलागोस् कि यो आदिवासी जनजाति भन्नेहरू हामी मूलवासीहरूलाई खालि त्यो सप्तकोशीको पानी जस्तो पुरै ठाउँ अटेर बसेको आवाजविहीन भएर बगिरहेको छ भन्ने लागिरहेको होला। हामीहरू भनिरहेका छौँ यस्तो कार्यक्रम मार्फत 1-2वटा सप्तकोशीको बाँधको 1-2वटा ढोका खोलिदिए हुन्छ राज्यले। यतिखेर होइन, भोलि त्यस्तै पर्यो भनेदेखि सप्तकोशी बौलाउन बाँकी छ, सप्तकोशी बौलाउन बाँकी छ। प्रधानमन्त्री आउनु भएको छ नि, एकछिन सुनाउँछु म, पक्नुहोस् यहाँ डोर्नहरू। प्रधानमन्त्री पनि टाइममा नआउने, मैले यति कुरा भन्न नपाउने, भन्न पाउनुपर्छ। सुन्नुहोस् कान खोलेर, हामी आदिवासी जनजाति भन्नेहरू हामी सप्तकोशीको आवाजविहीन पानी मात्र होइन, त्यसको गहिराई गएर नापेर हेर र भोलि सप्तकोशी बौलाउनु पर्यो भने त्यो 56वटा ढोका त के त पुरै बाँध भत्किनेवाला छ। बाँध मात्रै भत्किँदैन, त्यो बाँध बनाउनेहरू पनि पखालिने छन्, बगाइने छ। त्यस कारणले आदिवासी जनजातिहरूको यो शालीनतालाई, यो एक किसिमको मौनतालाई नजरअन्दाज नगरियोस् भन्ने हाम्रो अपेक्षा हो। यति भनिरहँदाखेरि हामी मगरहरू आदिवासीहरूमा विशेष गरेर यो नेपालको रेखा कोर्ने मूल समुदाय हामीहरूले भन्यो प्रथम शहीद लखन थापा मगरलाई यो हामीभन्दा पछाडि रहेको शहीद गेटमा राखौँ भन्यो। यहाँनिर त अहिले हुँदा प्रथम शहीद पनि अर्कैको हो भन्दैछ। खबरदार, यसो भयो भनेदेखि हामी चुप लागेर बस्ने छैनौँ। यो राज्यले प्रथम शहीद घोषणा गरेको त्यत्तिकै ठट्टा गरेको होइन, यो घाँडागुटी खेलेको कुरा होइन। त्यस कारणले गर्दाखेरि यहाँनिर थुप्रै कुराहरू छन्। हामीले भन्यौँ यहाँनिर अहिले भर्खर देखिँदैछ हाम्रो माझमा यहाँनिर हाम्रो दिव्य सिद्ध पुरुष परम पूज्य गुरु महाराज शिवशक्ति बाबा भनेको हाम्रो मगर कुलबाट हामीहरूले भनिरहेको छ। हामीले देख्यौँ दोस्रो सिद्ध व्यक्तित्व लखन थापा अर्को दोस्रो हुनुहुन्थ्यो, उहाँको अर्को पुनर्जन्म हो कि भन्ने लाग्छ। हेर्नुहोस्, उहाँको थुप्रै कुराहरू यहाँ हामीले देखेका छौँ। उहाँ हाम्रो अगाडि विराजमान हुनुहुन्छ। त्यसकारण आज देश जसरी अगाडि बढिरहेको छ यो आदिवासी जनजातिहरूको विरुद्धमा छ, हामीले त्यसरी बुझिरहेका छौँ। र आज हामी यहाँ जे कार्यक्रम गर्दैछौँ यो हाम्रो अर्ग्यानिक तरिकाले गर्नेछौँ। कतिपय कुरा सुकिला मुकिलाहरूले गर्ने कार्यक्रम जस्तो नहुन सक्छ। हाम्रो अर्ग्यानिक कामलाई ससम्मान यहाँहरूले स्वीकार दिनुहुनेछ, राज्यले अपनत्व गर्नेछ। र यहाँहरूसँग हार्दिक अनुरोध गर्दै हाम्रो यहाँनिर सम्पूर्ण आदरणीय अतिथिहरू, तपाईँहरू तमाम उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय नेपाली दाजुभाइ दिदीबहिनीहरू, यो हामीहरू एउटा समुदायलाई उठाउनको निम्ति, विभक्तको रेखा कोर्नको निम्ति, कसैलाई काखा र पाखा गर्नको निम्ति होइन, सबै नेपालीहरू एउटै आवाजमा हामी नेपाली हौँ भन्ने गर्वबोध गर्ने खालको यो कार्यक्रम बन्न सकोस्, बनाउन सकौँ, राज्यले त्यताबाट सोचोस्। हामी यही अनुरोध गर्दै तपाईँहरू सम्पूर्णमा हार्दिक स्वागत गर्दै म बिदा हुन चाहन्छु। धन्यवाद। जय मगर सङ्घ। धेरै धन्यवाद छ नेपाल मगर सङ्घ केन्द्रीय समितिका श्रद्धेय सह-अध्यक्ष गङ्गा थापा मगरज्यूलाई। उहाँले शब्दद्वारा स्वागत गरेर जानुभयो। अब यसपछि म आसन ग्रहणलाई जोड्न गइरहेको छु। नेपाल मगर सङ्घ केन्द्रीय समितिका सल्लाहकार क्रमलाई मैले चाहिँ जोड्दै जानेछु।
हाम्रो नृत्यलाई स्वीकार्दै आउनुहुने सम्पूर्ण हाम्रा पाहुनाज्यूहरूलाई खादा माला लगायतका सम्मान गरिदिनु हुन साथसाथै ब्याजहरू चाहिँ लगाएर सम्मान बैठा जाए।
उताको बाटो यताको बाटो भनेर जाउनै छैन क्या बुढो कोही धोरे पनि कुन चाहिँ बियोस पार्छ त्यही त आन्द्रो निस्किन्छ आन्द्रो मलाई यसो हेर्न भ्याउँदैन एकछिनतिर आएको होइन सब बरु रक चलेर होइन यस्तै हो जम्मो एकछिनतिर उता छेउतिर हिँड्दा केटी हो साइडमा जान्छु ठाउँ छैन ए च्यापेर फर्केर सब म फर्केर आउने जानु अगाडि जानु सक्दैन अहिले जानु सक्दैन एकछिन पर्खेर बियोस पार्छ एकछिन ढले पनि कुचिहाल्छ कसरी तल हेर्नेवाला छैन कोही एकजना हाम्रो चिनेको यहाँ बियोस भएर सक्दैन एकछिन पर्खेर सानो सानो बच्चा